महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ यसरी भगवानको अवतार सम्बन्धी वर्णन कपिल अवतार भयो। अनि आफ्नी आमा देवहूतिलाई भगवान कपिलले आज्ञा गरी बक्स्यो, आमा बुबालाई जङ्गल जाने आदेश दिन्। पिताजी जङ्गल सवारी हुनुभयो, माता रुनुभयो धुरुधुरु। 100औं वर्ष विमानमा चढेको, आफ्नो प्रेमभन्दा प्राणभन्दा प्यारो पतिसँग डुलेको, खाएको हिँडेको, 84 व्यञ्जन भोजन गरेको, पतिको काखकोल्टामा 100 वर्ष बिताएको, 9 वटा छोरी र एउटा छोरो जन्माइसकेको, त्यस्तो पतिलाई छोडेर आज पति चाहिँ जङ्गलमा जान परेको, बालक पुत्र र 9 वटा छोरी विवाह गरेर दिइसकेपछि एउटा बालक पुत्रलाई काखमा लिएर बस्नु पर्दा त्यहाँभन्दा पश्चाताप के भयो। तर पनि भगवान जगतको नारायण श्रीहरि यस किसिमबाट प्रादुर्भावयुक्त प्रभाज्ञा गर्नुहुन्छ, आमा अब तपाईँलाई जे सुन्ने इच्छा लाग्छ र जे सुन्नको लागि तपाईँ आशावादी हुनुहुन्छ त्यही म टक्राउँछु भन्नुभयो। भगवान अरू कुरा मलाई केही चाहिएको छैन, मेरो दयाको सागर। यदि दयाभाव हुन्छ भनेदेखि प्रकृति र पुरुषको भेद जान्न चाहन्छु भन्नुभयो आमाले। लौ त प्रकृति र पुरुषको भेद जान्न चाहनुहुन्छ भनेदेखि आमा प्रकृति भनेको र पुरुष भनेको कसरी बुझ्नुहोस् भने, जलको समीपमा बसेको वृक्ष जलभित्र चलेको देखिन्छ, तर जलमा छाम्न जाँदाखेरिमा वृक्ष हुन सक्दैन, त्यो जल र वृक्ष धेरै टाढा रहन्छ। त्यस्तै प्रकृति पनि एक ठाउँमा हो कि पुरुषसँग जस्तो देखिन्छ, तर पुरुष र प्रकृति धेरै अलग रहन्छन्। अब साङ्ख्य भनेको के हो आमा भनेर सोध्नुभएको थियो। आमाले जब बाबुलाई सोध्नुभयो भगवानलाई, साङ्ख्य माने जम्मा गर्नुहुन्छ माताश्री, योग माने जोड्नुहुन्छ। अनि जबसम्म साङ्ख्य योग भनेको के हो भनेदेखि जस्तै प्रकारले यो शरीरलाई मन मन्दिरको निर्माण गर्नुहोस्, मनभित्र मन्दिरको निर्माण गर्नुहोस्। मनभित्र मन्दिरको निर्माण गरिसकेपछि त्यहाँ शङ्ख र घण्ट बनाउनुहोस्। शरीरलाई मुख भनेको घण्ट बनाउनुहोस्, जिब्रो भनेको रालो, घाँटी भनेको शङ्ख, मुखरूपी घण्टरूपी प्रभु जीव भैले राला, हृदयको झारीमा पवन जलधारा भन्ने दुहा छ एउटा हिन्दीमा। मुखरूपी घण्ट, जिब्रोरूपी रालो, त्यसभित्र बसेको भगवान परब्रह्म परमात्मालाई स्वागतको लागि यो मन मस्तिष्कबाट, केवल मन मन्दिरबाट शङ्ख घण्टरूपी आवाजले प्रभुको स्वागत गरिरहनुहोस्। मुखरूपी घण्ट भनेको जिब्रोरूपी रालो प्रभुको नाम संकीर्तनको प्रभावबाट उद्धार हुन सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ। जबसम्म ज्ञान हुँदैन तबसम्मका लागि कर्म छोड्न हुँदैन। कर्म यसै छोड भन्ला कसैले नछोड्नु होला, किनभनेदेखि कर्म गर्दा दुःखै हुन्छ। खेतीको ब्याडको निर्माणमा दुःखै हुन्छ, तर त्यसलाई पछि जब ब्याडबाट जलमल गर्न दुःखै हुन्छ, त्यसको नल हुर्काउन दुःखै हुन्छ। फल प्राप्ति भइसकेपछि नल गोड्न आवश्यक हुँदैन, ढोड गोड्न आवश्यक हुँदैन, किनभने मकैको घोगा बुझिसकेपछि, गहुँको बाला र धानको बाला बुझिसकेपछि ढोड गोड्ने आवश्यक र नल गोड्ने आवश्यक पर्दैन। त्यस्तै आत्मज्ञान प्राप्ति गरिसकेपछि कर्म गर्ने आवश्यक पर्दैन, स्वतस्फूर्त छोडिदिएको हुन्छ। जबसम्मका लागि जब कर्मबाट फल प्राप्त हुँदैन तबसम्मका लागि कर्म गर्न छोड्न हुँदैन। यो कुरा चाहिँ राजा परीक्षितलाई सुखदेवले प्रमाण गराउनु भयो। त्यसै कारणबाट तत्त्वज्ञान भइसकेपछि कर्म छोडे फरक पर्दैन। साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, तत्त्वज्ञान पाएपछि सबै काम छोड्नु। साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, तत्त्वज्ञान पाएपछि सबै काम छोड्नु। साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, तत्त्वज्ञान पाएपछि सबै काम छोड्नु। साङ्ख्य माने जम्मा गर्नु, योग माने जोड्नु, तत्त्वज्ञान पाएपछि सबै काम छोड्नु। गर्नु योग माने जोड्नु, तत्त्वज्ञान पाएपछि सबै काम छोड्नु। जबसम्म तत्त्वज्ञान प्राप्त हुन सक्दैन तबसम्मका लागि कुनै काम नछोड्नु। तत्त्वज्ञान प्राप्त भएपछि कर्म स्वतस्फूर्त छोडिदिएमा अप्ठ्यारो पर्दैन। महाराज राजा परीक्षितलाई सुखदेवले बताउनु भयो, अब धेरै साधन छन् मुक्ति हुनेको भन्ने प्रमाण छन् प्रभु। त्यो धेरै साधन मध्येमा कुन चाहिँ साधनले मुक्ति हुन सकिन्छ भनिकन सोद्धाखेरिमा बहु साधन योगत, कसैको कर्मकाण्ड, कसैले भक्तिकाण्ड, कसैले उपासनाले ज्ञान, कसैले भाव भक्ति र श्रद्धा, कसैले जीवनको शैलीमा तीर्थ, कसैले व्रत, कसैले यज्ञ, कसैले ध्यान, कसैले मनन, कसैले कीर्तन। यसैबाट उद्धार हुने हो। 1,25,000 वटा मार्ग छ मुक्तिका लागि भन्ने शास्त्रोक्त पद्धतिले निर्णय गरेको छ। तर एउटै मात्रै मार्ग निर्देश गर्न नसकेको कारणले हामी भुलमा परेका छौँ। यो एउटा कुरा के बुझ्नुहोस् भने, धर्म भनेको सबैले शान्ति चाहेको हो,
धर्मको मूल सिद्धान्त ईश्वर प्राप्तिको नीति हो र शान्ति चाहेको हो। हामी सबैले जान खोजेको भगवान काठमाडौँको पशुपतिनाथ रहेछ भने तर जाने बाटो हाम्रो धेरै छ। कोही हामी प्लेनमा गयौँ 22-25 मिनटमा हामी पुग्यौँ, कोही हामी जब मोटरमा गयौँ जब 4-5-6 घन्टामा पुग्यौँ, कोही जब हामी हिँडेर गयौँ यसै पोखरा नगरीबाट अब हामी 6-7 दिनमा पुग्यौँ। तर वास्तवमा कुरा के भन्ने विषयका लागिमा सबले सोच्नुपर्ने कुरा चाहिँ एउटा हो, त्यो हो गन्तव्यस्थल एउटै हो, मार्ग धेरै हो, बाटो धेरै हो। कुनै धर्मको पनि विरोध गर्न हुँदैन, तर आफ्नो धर्म चाहिँ छोड्नु हुँदैन। शास्त्रले यही नीति गर्छ। अर्काको धर्मको विरोध नगर्नु, आफ्नो धर्म नछोड्नु। अन्याय गर्नु, अत्याचार गर्नु, भ्रष्टाचार गर्नु, घुसखोरी गर्नु, तस्करी गर्नु, चोरी जारी पैठारी गर्नु यो पाप गरेको हो। पापको प्रायश्चित्त हुन्छ अज्ञात ज्ञातमा पण्डम प्रायश्चित्त समाचरित। तर एउटा कुराको प्रायश्चित्त हुँदैन धर्म छाडाको। त्यो धर्म छाडा भनेको के हो भनेदेखि आफ्नो धर्मलाई छोडेर अर्काको धर्ममा पुग्दछ जो त्यही हो धर्म छाडा। सबै कुराको छोडपत्र हुन सक्छ, धनको छोडपत्र हुन सक्छ, मानको छोडपत्र हुन सक्छ, पत्नीसँग छोडपत्र हुन सक्छ, छोरासँग पनि छोडपत्र हुन सक्छ, तर एउटा चिजसँग छोडपत्र हुन सक्दैन, त्यो हो आमा। आमासँग छोडपत्र हुँदैन अनि त्यसपछिबाट धर्मसँग छोडपत्र हुँदैन। आमालाई तिमीले जन्मा के हो, तिमी त्यति सानी छौ, म यति ठुलो छु, तैँले भन्दा हुन्छ, मिल्ला त्यो कुरो। त्यस्तै त्यो धर्ममा मान्दिनँ भनेर पैसामा बिक्री हुँदाखेरिमा त्यो कुरा संस्कारले देला, मिल्दैन। त्यसै कारणले आमा र धर्मको चाहिँ छोडपत्र गरेको सवाल मिल्न सक्दैन। महाराज परीक्षित यस कारणले धर्मको रक्षा गर्नु, आफ्नो रक्षा धर्मले अवश्यमेव गर्नेछन्। यो अवश्यमेव, यसमा फरकको मत होइन। राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। अनि सबभन्दा सजिलो भगवानमा प्राप्ति हुने धेरै मार्ग मध्येमा कुन मार्ग हो त प्रभु राजा परीक्षितले सोध्नुभयो। अब एउटै कुरा सोच्नुहोस्, बिहान जुरुक्क उठ्नुहोस्, तपाईँ आफ्नो आसनबाट पूर्वपट्टि फर्कनुहोस् या उत्तरपट्टि फर्कनुहोस्, 2 घुँडामा हात राखेर ज्ञान मुद्रामा राख्नुहोस् प्रभुलाई, शरीरलाई पिलर जस्तो स्तम्भ बनाउनुहोस् अनि आफ्नो योनिद्वारबाट तालुसम्म 6वटा चक्रको चिन्तन त्यही जब मेरुदण्डमा परिकल्पना गर्नुहोस्। पुछारमा ज्योतिर्मय चक्रले पूर्ण भएको 4 अक्षर छन् जसमा ओ स स स, त्यसलाई मूलाधार चक्र। नाभिमा 6वटा अक्षरातीत ब्रह्म छ, त्यसलाई स्वादिष्ठान नाम गरेको चक्र, ब भ म ए र ल। अनि त्यसदेखि पछाडि छातीमा मणिपूरक नामको चक्र, 10वटा अक्षरातीत ब्रह्मले पूर्ण भएको चन्द्रमाको कान्तिले ज्वाजल्यमान भएको शक्ति छ, 10वटा अक्षरमा ड ढ अण त थ द ध न प फ। घाँटीमा 12वटा अक्षरातीत चक्र छ, त्यसलाई अनाहत नामको चक्र भन्दछ। त्यसमा 12वटा अक्षर छन्, त्यसमा सूर्यको जस्तो ज्योति बलेको छ। त्यसमा क ख ग घ ङ च छ ज ज य ट ठ। कबाट ठ सम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ भनेको। र अनि त्यसदेखि पछाडिबाट अनि 2 आँखाको बिचमा पुग्नु। त्यो 2 आँखाको बिचमा पुगिसकेपछि अच वर्ण छ, त्यो अच वर्ण भनेको अ आ इ ई उ ऊ रि रि ऋ ऋ ए ऐ ओ औ अम अ। अब त्यसलाई फेरि मणिपूरकले पूर्ण भएको छ चक्र। त्यसपछिबाट हाम्रो जब तालुमा गएपछि 2टा अक्षर छ, त्यसमा भन्छ अर्थात् निधारका टुप्पामा 2टा अक्षर छ। त्यो 2टा अक्षर के हो? सो हम, हम स। हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, श्वास खेलिरहने, 24 घण्टामा 21,600 पटक श्वास फेर्ने। त्यही ओछिनमा बसेर 600 गणेशलाई दिने, 6000 ब्रह्माजीलाई, 6000 विष्णुलाई, 6000 शिवलाई, 1000 गुरुलाई, 1000 चिद आत्मा, 1000 परमात्मालाई दिएर जप संख्या निवेदन गर्ने। कुम्मक पूरक रेचक भन्ने 3टा वायुको गतिलाई बुझ्ने र थन्क्याउने फाल्ने। प्राण अपान व्यान उदान समानमा शरीरको लय गराउने। अनि तेज पुञ्ज शरीर भगवत भक्तिमा चित्त लगाएर प्रभुमा अर्पण गरेपछि सत्स्वरूप यहाँबाट गएको वायु, चित स्वरूप बीचको वायु र आनन्द स्वरूप माथिबाट आएको वायुमा सम्मिश्रण भइसकेपछि सत प्लस चित प्लस आनन्द, त्यसैलाई भनिन्छ सचितानन्द प्राप्त। यसैबाट अब पाउनु पर्ने कुरा केही रहँदैन। महाराज परीक्षित सुन्नुभयो त मेरी माता श्री भनेर माता देवहूतिलाई भगवान कपिलले शाश्वत ब्रह्मज्ञानको उपदेश यथार्थ प्रमाण गराउँदै होइ बक्सन्छ भन्ने सम्मको कथा हे सद्यबाट। मुरारे
हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव वासुदेवं भज वासुदेवं भज वासुदेवं भज ओ वासुदेवं भज भज वासुदेव भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय परमात्मा प्रणतनाशय गोविन्दाय नमो